आजको भिडियो चाहिँ फेसबुक चलाउने सबैजनाको लागि चाहिँ एकदमै महत्त्वपूर्ण हुनेवाला छ, किनकि हामीले धेरैचोटि पोस्टहरूलाई लाइक गर्छौँ, कमेन्ट गर्छौँ, हामीले रिल्सहरू हेर्छौँ, रिल्सहरूलाई लाइक गर्छौँ। हामीले लाइक गरेको पोस्टहरू, रिल्सहरूलाई चाहिँ फेसबुकले रेकर्ड राखेको हुन्छ। त्यसलाई चाहिँ हामीले हेरेर डिलिट पनि गर्न मिल्छ। कुनै व्यक्तिले तपाईँको मोबाइल फोन पायो र त्यो व्यक्तिले चाहिँ लाइक गरेको भिडियोहरूलाई कस्तो प्रकारको भिडियोहरू हेर्छ, कस्तो प्रकारको फोटोहरूलाई लाइक गर्छ भनेर त्यो व्यक्तिले हेर्न चाह्यो भने त्यो व्यक्तिले सेटिङमा गएर सजिलैसँग हेर्न सकिन्छ। त्यसैले आउनुहोस् अब हामी चाहिँ त्यसलाई कसरी हेर्ने भनिकन आजको यस भिडियोमा हेर्नेछौँ। यसका लागि राइट साइडको माथि रहेको थ्री डटमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले स्क्रल गरेर यहाँनिर सेटिङमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले स्क्रल गर्नुपर्ने हुन्छ। यहाँनिर तल रहेको एक्टिभिटी लग भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले पुरै स्क्रल गरेर लास्टमा हामीले देख्न सकिन्छ यहाँनिर भ्यू एक्टिभिटी हिस्टोरी भनेर देख्न सकिन्छ। हामीले यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले हाम्रो सबै एक्टिभिटीलाई यहाँनिर देख्न सकिन्छ। रिल्सहरूलाई लाइक गरेको, पोस्टहरूलाई लाइक गरेको हामीले सबै कुरा यहाँनिर देख्न सकिन्छ। हामीले यो रिल्स भनेको ठाउँमा थिच्यौँ भने हामीले यहाँनिर आफूले लाइक गरेको रिल्सलाई पनि हामीले हेर्न सकिन्छ, हेर्न सक्नुहुन्छ। हामीले यहाँनिर तलतिर स्क्रल गरेर हेर्छौँ भने फोटोलाई लाइक गरेको कुराहरू यहाँनिर देखाइरहेको छ। साइडमा रहेको थ्री डटमा क्लिक गरेर हामीले हेर्छौँ भने अनलाइक गर्न र हामीले भ्यू गर्न पनि सकिन्छ। यदि तपाईँलाई यो भिडियो कुनै दिन काम लाग्छ भन्ने जस्तो लाग्छ भने लाइक गरेर आफ्नो युट्युबको लाइक लिस्टमा यो भिडियोलाई राख्न नबिर्सनु होला। यदि यस्तो प्रकारको भिडियोहरू मनपर्छ भने च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सनु होला।